ल त गाइज सो हेलो गाइज आज फेरि म आएको छु माछा मार्न देख्न सक्नुहुन्छ दृश्य चाहिँ यस्तो छ सो आज कति मारिन्छ हेरौँ है त गाइज हिजो र अस्ति आएको गाइज यार एउटा नपरेर अनि यत्तिकै फर्केर गयो होइन आज चाहिँ फेरि आएको छु आज चाहिँ पर्छ भन्ने विश्वास लिएको छु सो गाइजहरू स्टे ट्युन स्टे के भन्ने अब म त रेडियो धेरै सुन्ने भएर स्टे ट्युन सो गाइजहरू मलाई भिडियोमा सपोर्ट देखाइदिनु होला मन पऱ्यो लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला हामी सानसानो युट्युबरहरूलाई यार तपाईँहरूको मायाको एकदम खाँचो पर्छ कि सो भिडियोलाई चाहिँ लास्टसम्म हेरेर मलाई चाहिँ के कसो लाग्छ केही इम्प्रुभमेन्ट गर्नुपर्ने छ भने चाहिँ कमेन्ट्स बक्समा लेखिदिनु होला है त गाइस थ्याङ्क यू सो हाम्रो बोतल चाहिँ रेडी भइसकेको छ है त गाइस दिस इज ट्रेडिसनल बोतल हाने गाइस यसमा हाने है भर्खर यसमा हाने गाइस सो गाइस अहिले चाहिँ हाम्रो देख्न सक्नुहुन्छ 3टा माछा परिसकेको छ 2टा बाम एउटा चिल्ली अनि यहाँ हाम्रो कुनामा र बाँकी बोतलहरू यता छ आज चाहिँ अरू माछा चाहिँ परे छैन बाम र चिल्ली परिरहेछ गाइस है त सो हाम्रो चाहिँ माछा परिसकेछ है त गाइस यसरी हल्लाइरहेछ देखाउँछ यो त तपाईँहरूलाई एउटा हातले क्यामेरा समाउँदै तान्न गाह्रो नै सेट फुस्कियो जस्तो छ नभन्दा फुस्किसकेको छ गाइस यहाँ सेट सो गाइस फेरि एउटा परेछ यता बोतलमा सो गाइस फेरि एउटा बाम परेको छ माछा पऱ्यो गाइस माछाले हानिसकेछ अब म निकाल्छु है त गाइस कुन माछा रहेछ हेरौँ है त So finally यो रह्यो हाम्रो माछा माछा परेर रहेछ बोतल देख्न सक्नुहुन्छ निकै गाइस अझै एउटा पर्यो and thank you bye bye सो माछा चाहिँ यति पर्यो गाइस आज चाहिँ आटामा हान्ने थिएँ आटामा चाहिँ परेन गाइस अनि यसमा चाहिँ गरेौलामा हानेको गाइस गरेौलामा आज धेरै परेन थोरै पर्यो र अर्को भ्लगमा फेरि पनि भेट हुनेछौँ गाइजहरू तबसम्मको लागि गुड बाई अर्कोचोटि चाहिँ अलि धेरै मारेर अपलोड गर्छु है त गाइस
यहाँ पर थिएँ पढ्नु। ल बाई गाइज।